मलाई तनहु पठाउनु भन्दा पहिला मेरो ब्याकग्राउन्ड बुझ्न पर्यो सबभन्दा पहिला कुरा र जसले मलाई तनहु पठाउँछु भन्नुभयो उहाँ कहाँबाट आएको त्यो बुझ्न पर्यो हैन। त्यसकारणले त्यो फागुन 21 गते उहाँलाई 12 नम्बर क्षेत्रका जनताले कहाँ पुर्याउँछन् भन्ने कुरो करिब करिब पक्का भइसकेर उहाँ अतालिएर किसान श्रेष्ठलाई तनहु पठाउँछु भनेर उहाँ त्यो कस्तो हो भने अर्ध हुन्छ नि बेहोस भएपछि मान्छेले चाहिने सोच्ने शक्ति गुमाउँछ नि त्यसको उपज हो जस्तो लाग्छ। यहाँभन्दा बढी मैले नबनाऊ। उहाँले कति दिन अगाडि रासोपा प्रवेश गर्नुभयो, उहाँले कसरी टिकट हात पार्नुभयो र टिकट यो रासोपाको नपाइन्जेल कसको घरमा कसको पार्टी कार्यालयमा कसको पार्टी नेताहरूसँग धाइरहनु भएको थियो यो त तपाईँ हामीलाई सबै थाहा छ। तर उहाँले के बोल्यो भन्ने कुरोमा म त्यतापट्टि जान चाहन्न। मेरो ध्यान र मेरो पुरै चाहिने लगाव के छ भने 12 नम्बर क्षेत्रका जनताले के भन्छन् भन्ने कुरो जान्छ। त्यसकारणले कुन उम्मेदवारले के भन्छन् भन्ने कुरा यो एकदमै सामान्य कुरो हो जस्तो मलाई लाग्छ।